पुस्तक सोच भिन्न अभियान स्थानीयता हाम्रो पहिचान दर्शक धेरै धेरै स्वागत छ तपाईँ सम्पूर्णलाई। तपाईँ यति बेला एकसाथ नेपाल रफ्तार सौरा अनलाइन नमस्ते बिहानी एकसाथ हेर्दै हुनुहुन्छ र आज हामी विशेष ट्राफिक प्रहरीको यो विशेष श्रृङ्खलामा रहेका छौँ। दक्षिण जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले आजदेखि यात्रु सहायता कक्ष स्थापना गरेको छ। त्यसैले मोङलिङ नानगढ सडक खण्ड अचस्थताका कारणले यात्रु सहायता कक्षमा ढिलाइ भएको थियो भने आज जिल्ला ट्राफिक प्रहरी कार्यालय वडा प्रहरी कार्यालय नानगढले संयुक्त रूपमा यो पोखरा बस पार्क स्थित चितवनको पोखरा बस पार्क स्थित चोकमा चौताराको यो चोकमा चाहिँ यात्रु सहायता कक्ष राखेका छन्। विशेष गरी यात्रुहरूलाई लामो तथा छोटो दूरीको यात्रा गर्ने यात्रुहरूलाई सहज रूपमा चाडबाडको बेला घर जान सहज होस् भन्ने हेतुले आफूहरूले यो यात्रु सहायता कक्ष राखेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख गायत्री राज शर्माले हामीलाई जानकारी दिनुभयो। र यो श्रृङ्खलामा अब विशेष रूपमा नेपाल प्रहरी राजमार्ग सुरक्षाका प्रमुख प्रहरी उपरीक्षकले विशेष रूपमा चाहिँ यो उद्घाटन गर्दैछन्। यो श्रृङ्खला तपाईँलाई हामी जस्ताको जस्तै देखाउँदैछौँ। बसोबासी स्थलतर्फ आफन्तहरू म्यानेजनबाट टिकाकरण गर्नुपर्ने भएका कारण आवत जावतहरू बढी गर्नुपर्ने जसका कारण सडकमा सवारीको चाप हुने र सवारीमा यात्रीको चाप हुने भएकाले त्यस्तो अवस्थामा यात्रीहरूलाई सहजीकरणको लागि उहाँहरू बढी भाडाबाट पीडित हुन नपरोस् अनि तोकिएको सिटभन्दा बढी यात्रा गर्न नपरोस् जस्ता विषयहरूलाई सहजीकरण गर्ने उद्देश्यले हामीले यस चाडपर्वको अवसरमा विभिन्न स्थानहरूमा यात्री सहायता कक्ष स्थापना गरेका छौँ। जसमध्ये आज हामी नारायणगढ बस पार्क स्थित रहेको यात्री सहायता कक्षको एउटा उद्घाटन कार्यक्रममा उपस्थित छौँ। प्रहरी निरीक्षक गायत्री राज शर्मा यस उद्घाटन कार्यक्रमको प्रमुख अतिथिको आसन ग्रहण दिल्ली नारायण पाण्डेज्यूलाई हार्दिक अनुरोध गर्दछु। त्यस्तै अतिथिको आसन ग्रहण गरिदिनु हुन गर्दछु। त्यस्तै अतिथिको आसन ग्रहणको लागि हार्दिक स्वागत गर्दै आफ्नो स्थानमा लेख काटेर स्थापना गर्नुको उद्देश्य लगायत यस महान पर्वहरूको अवसरमा कार्यक्रममा उपस्थित भइदिनु भएकोमा धन्यवाद ज्ञापन समेत सरलाई हार्दिक अनुरोध गर्दछु। यो नाम नै काफी छ। महान चाड विजय दशमी र शुभ दीपावलीको उपलक्ष्यमा जुन बागमती प्रदेशभित्रका जुन हाम्रो ट्राफिक प्रहरी कार्यालयले हेर्ने 40 स्थानमा स्थापना भइसकेको अवस्था थियो र हाम्रो यो तुइन खोलामा गएको पहिरोको कारणले गर्दा हामी 2-3 दिन ढिलो पनि भएको थियौँ र हुँदै गर्दा पनि हिजो राति पहिरो खुलिसकेपछि आज हामी यो कार्यक्रम सुरु गर्न गइरहेका छौँ। यस कार्यक्रममा उपस्थित वडा प्रहरी कार्यालय नानगढ जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुखज्यू, हाम्रो प्रेस सेन्टर चितवनका प्रमुखज्यू, त्यसपछि हाम्रो सापकोटा र प्रहरी साथीहरू सर्वप्रथम चाडको हार्दिक शुभकामना दिन चाहन्छु। र म छोटो र छिटो भन्दाखेरि र खास चालकहरूलाई नै केन्द्रित यो किन छ भन्दाखेरि मैले भर्खर डाटा हेर्दै थिएँ। म पनि आएको आज 3 दिन भयो, तर 3 दिनभित्रमा पनि डाटा हेर्दाखेरि गत वर्ष 81-82मा वर्षभरि 2400 प्लस दुर्घटनामा 2000 प्लस दुर्घटना चालकको लापरवाही भन्ने रहेछ। अन्य त्यसबाहेक अन्य पशु पक्षीको कारण, यान्त्रिक कारण, सडकको कारण, अरू कारणहरू पनि जोडिन्छ। तर प्रमुख कारण किन भनिन्छ भन्दा सडकले म खराब छु त भन्दैन नि त, हामीले हेर्न सक्छौँ धेरै कुराहरू जोडिन्छ। किन मेरो साधन यस्तो छ भन्ने पनि चालकलाई नै थाहा हुन्छ भन्ने विषय जोडिएको हुन्छ। त्यही भएर यसमा हामीले चालकलाई पनि किन भन्दा विशेष किन जोड गरेर आज उपस्थित गराउनुपर्छ भन्ने हाम्रो उद्देश्य थियो र यहाँ केही उपस्थित हुनुभएको छ भने अर्को यात्रु सहायता कक्ष यो किन भनिँदैछ भन्दाखेरि यो चाडपर्वको समयमा घरमा बस्नेहरू पनि सम्पूर्ण चाडपर्व मनाउनु भनेर आफन्तीकोमा जाने आउने हिँडुल गर्ने हामीले देख्न सक्छौँ। सवारी चाप एकदम बढिसकेको अवस्था छ। अब यति बेला धेरै समस्या हुन्छ, गुरुजीहरूलाई पनि हतार हुन्छ किन भन्दा वर्ष दिनभरि के थियो थिएन। तर यो बेलामा यही हो किन चाडपर्वको बेला धेरै प्रेसर परेको बेला सबैलाई किन भन्दा केही हुन्छ कि 2 पैसा हुन्छ भन्ने लोभ हुन्छ। लोभले गर्दा ट्राफिक नियम किन लोभले गर्दाखेरि ट्राफिक नियम उल्लङ्घन गर्न बाध्य बनाउँछ।
र त्यसले गर्दा दुर्घटना पनि निम्तिरहेको हुन्छ। र त्यति मात्र नभएर यात्रु सहायता कक्षको खास के हुन्छ भन्दाखेरि कोही नठगियोस्, यात्रु अरूबाट नठगियोस्, अरू लैङ्गिक यौन हिंसामा पनि नपरोस्। सवारी चालकले कहिले कहिले किन भन्दा मापासी गरेर पनि चलाइदिनुहुन्छ, किन भन्दा हिजो पनि हामी राति त खोल्दै जाँदाखेरि कहीँ कहीँ त पनि भेटिसकेका थियौँ, खाएर बसिसक्नु भएको थियो। त्यो पनि अवस्था नहोस्, किन भन्दा अहिले त हाई रिस्क छ र एउटा चालकको हातमा धेरैजनाको जिन्दगी छ कि, धेरैजनाको जिन्दगी छ। त जिन्दगी किन गडबड दायाँ हुनसक्छ भन्ने हिसाबले पनि यात्रु स्वयं सचेत भयो भने दुर्घटनाबाट जोगिन सक्छ भन्ने छ। अर्को कुरा यो सहायता कक्षले अर्को के सहयोग पनि गर्छ भन्दाखेरि जस्तै यहाँबाट यात्रा तय गर्दा काठमाडौँको लागि होस् या पूर्व पश्चिमको लागि यात्रा तय गर्नुपर्दा पोखराको लागि होस्, म जाम कि नजाम बाटो कस्तो छ भनेर यो सहायता कक्षमा आएर सोधिदिनु भयो भने यो त एकदम भिडभाड हुने ठाउँ हो। हामीले यहाँ राखेका छौँ चितवनको आजै मात्रै 3 ठाउँमा हामीले सुरु गरेका छौँ। यो कक्षमा आएर म के छ म जान सक्छु कि सक्दिनँ भन्न सक्नुहुन्छ, मैले सवारी नै पाइनँ, गाडी पाइनँ भन्न सक्नुहुन्छ, मैले फल्लो गाडीमा चढ्न खोजेको भाडा बढी लियो। नियम त सधैँ एउटै हो नि, 10 रुपियाँमा छुट्टै, अरू बेला छुट्टै होइन। यी सबै कुराहरू किन अरू पनि समस्या परे हुनुहुन्छ, महिला बालबालिकाहरू हुनुहुन्छ, गाडीमा चढ्न सक्नुहुन्न, पाउनुहुन्न, त्यति बेला पनि यो सहायता गर्छ र अर्को सुरक्षा पनि जोडिया हुन्छ। त्यही भएर हामीले यो संयुक्त रूपमा हाम्रो नेपाल प्रहरी, ट्राफिक प्रहरी, सिभिल प्रहरी र ट्राफिक प्रहरी संयुक्त रूपमा हामी संयुक्त हुनेछौँ र यसले यो चाडपर्वभरि यात्रा गर्ने सम्पूर्ण यात्रुहरूलाई सहयोग गर्नेछ, आवश्यक सहयोग गर्नेछ भने चालकहरूलाई पनि किन यो सवारी नियम उल्लङ्घन गर्नुभयो भने त्यसतर्फ सचेत गराउने छ, सचेत आवश्यकता अनुसारको सचेत हामीले पक्कै पनि गराउनेछौँ भन्दै अब यो सहायता नागरिक सहायता कक्षबाट सम्पूर्णलाई सुविधा पुगोस्, हामीले सहयोग गर्न पाइयोस् र तपाईँहरूले पनि सुविधा लिनुहोला भन्ने चाहनासहित यो आजको कार्यक्रममा उपस्थित भएका सम्पूर्ण अतिथि महानुभावहरूलाई धन्यवाद दिँदै शुभ यात्रा र शुभकामना सहितको हामीले फुलगुच्छ दिने कार्यक्रम पनि राखेका छौँ र त्यसको समेत चालकज्यूहरूलाई सहभागी भइदिनु अनुरोध गर्दछु। विजयदशमीको शुभकामना सहित सुरक्षित यात्रा गर्नुहोला, ट्राफिक नियमको पालना गर्नुहोला भन्दै शुभकामना है। दशमीको शुभकामना सहित सुरक्षित यात्रा गर्नुहोला, ट्राफिक नियमको पालना आफूले पनि गर्नुहोला, अरूलाई पनि सिकाउनुहोला भन्ने शुभकामना दिन्छ है। सुरक्षित यात्रा गर्नुहोला, हतारमा नगर्नुहोला, ठुलो मान्छे है। बुवा खुसी हुनुहुन्छ? के भन्नुहुन्छ ट्राफिक प्रहरीलाई? हामीले घर परिरहेर हाम्रो त ए ल चाडबाडको समय छ, बिस्तारै चलाउनु है। हामी सुरक्षित रह्यौँ भने हामीले चाडबाड र बाँकी जीवन सुखमय तरिकाले बिताउनु पर्छ है त। हतारमा स्टेरिङ चलाएर फेरि फुर्सदमा पछुताउनु नपऱ्यो है त। विजयादशमीको शुभकामना सहित तपाईँहरूलाई शुभयात्रा, ट्राफिक नियमको पालना गरिदिनु होला। सुरक्षित यात्रा गर्नुहोला, सुरक्षित तरिकाले चलाउनुहोला, ट्राफिक नियमको पुनः पालना गर्नुहोला, अरूलाई पनि गर्नुहोला है त। हामीलाई विजयदशमीको शुभकामना, हतार नगरेको यात्रा गर्नुहोला है त, ट्राफिक नियमको पालना गर्नुहोला। तपाईँलाई विजयदशमीको शुभकामना, ट्राफिक नियमको पुनः पालना गर्नुहोला। नेपाली हो, नेपाली हो, नेपाली होइन, बुझ्नु भएको होइन। ट्राफिक नियमको पुनः पालना गर्नुहोला, अरूलाई पनि गर्नुहोला है त। ल राम्रोसँग यात्रा गरिदिनु होला। तपाईँले अब यात्रा गर्दा हतार हट नगरेर ट्राफिक नियमको पालना गरेर